त्यस्तो छ है अवस्था विडम्बना यस्तो बिरामी छ भनेर थाहा पाइ पनि कुट्छन् कुट्न चाहिँ निमाले र श्रीलङ्काको मान्छेले मात्रै कुट्छ अरू 2-3टा नेपालीले कुट्दैन मेन कुटपिट गर्ने भनेको चाहिँ निमा भले निमा त्यहाँको बोस नेपालीहरूको होइन बोस भन्दा पनि यस्तो हुँदो रहेछ जो मान्छेको नेपालबाट धेरै मान्छे जान्छ नेपालबाट जसले धेरै मान्छे पुर्याउन सक्छ त्यो मान्छेलाई अलि बढी प्राथमिकता दिँदो रहेछ उसको मान्छे अलि बढी जाने भएर श्रीलङ्काको जुन मेन अफिसको मान्छेले उसलाई अलि प्राथमिकता दिएर राखेको छ हजुर है यहाँ अब अगाडि पनि 2-3 जना चाहिँ कुटपिट गरेको भन्ने केस मैले हेरिसकेको छु उनीहरूको होइन आज नानीको भयो त जति बेला अरू 2-3 जना मैले निकालेँ त्यो कुटपिट भएकोहरू त्योभन्दा आज जटिल छ तिम्रो केस होइन अडिन गाह्रो भइराखेको छ होइन त्यही पनि इन्टरभ्यू दिनलाई आयो होइन किनभने त्यस्ताहरूलाई कारबाही हुनुपर्छ भन्ने एउटा चाहिँ भावनाले बोकेर आएको छ अरू चेलीबेटीहरू म त त्यस्तो भएर आएँ अरू चेलीबेटीहरूलाई नपरोस् भन्ने उद्देश्यले अनि एउटा दिदी लास्टै बिरामी अवस्थामा हुनुहुन्छ त्यहाँ हजुर के नामको राजु नेपाली घर राजु नेपाली केटीको नाम राजु नेपाली राजु नेपाली घर सुर्खेती कहाँ भन्नुभएको थियो मैले लेखेर लेखेँ दैलेख बराताल 8 सुर्खेत सिरियस छ नि लास्टै तिमी भन्दा पनि सिरियस म भन्दा पनि सिरियस हुनुहुन्छ तिमी भन्दा सिरियस भनेपछि त हामीले परिकल्पना गर्न सक्छौँ ओछ्यानबाट उठ्न सक्छौँ उसलाई पनि कुटपिट हुन्छ दिनकै झन्थ्यो दिदीलाई त दिनकै कुट्छ भनेपछि मान्छे उहाँको उनीहरू भनेको त भनेपछि नर्ती चास रहेछ है मरेको लासलाई पनि कुट्ने रहेछ होइन त्यस्तै यस्तो अवस्था पनि छ है दर्दनाक अवस्था दिनकै कुट्छ दिदीलाई त झन् मरेको लासमाथि पनि बलात्कार गर्ने यस्ता एजेन्टहरूलाई छोड्ने कि नछोड्ने मरेको लासलाई पनि बलात्कार गर्छन् उनीहरूले होइन बलात्कार भनेको अर्थ के हो भने त्यत्रो सिरियस भएको बिरामीलाई कुट्नु भनेको त बलात्कार भन्दा बढी हो नि त होइन तिमी भन्दा सिरियस भनेको त्यो ओछ्यानबाट उठ्न सक्ने अवस्था छैन टोयलेट लाग्नु पनि समातेर लाग्नुपर्छ उहाँ दिदीलाई त झन् पनि त्यस्तो अवस्थामा पनि कुट्ने भनेको यिनीहरूले मरेको केटी मान्छे पायो भने पनि बलात्कार गर्छ अनि त्यही निमाले त्यो दिदीलाई काट्न भनेर श्रीलङ्काको मान्छेले चक्कुले काट्छु म यसलाई भन्दाखेरि त्यो निमाले चक्कु झिकेर पनि दिएको अरे त्यो दिदीलाई काट भनेर अनि यस्तोसम्म पनि लगेको अरे काट्न भनेर त्यो भनेपछि मार्नलाई घाँटीसम्म चक्कु पनि श्रीलङ्कालाई दियो मार्न पनि श्रीलङ्काको केटी थियो कि केटा अजित भन्ने छ मेन त्यही हो हामीलाई माल भन्छ रन्डी भालु त्यस्तो शब्दले मात्रै बोलाउँछ हामीलाई नामबाट कहिले पनि बोलाउँदैन अगाडि थाहा थियो यस्तो हुन्छ भन्ने थाहा थिएन है अनि आफ्नो अनि दिनकै गाडीमा लगेर त्यो तातो घाममा राखेर बेच्न राख्छ बिक्या जति बिकेन भने फेरि फिर्ता ल्याउँछ त्यही रुममा थुनेर राख्छ झ्याल पनि छैन जस्तै बजारमा लान्छ कि कुनै रुममा घरमा लान्छ अफिस हुन्छ तिनीहरूको अफिस हुन्छ बेचबिखन गर्ने अफिस छ हैन अनि त्यो अफिसमा पनि पुलिसले देख्यो भने समाउँछ अरे भनेर लुकाएर गाडीमा राख्छ कि टोयलेटमा थुनेर राख्छ अनि बिक्यो भने बिक्यो बिकेन भने फेरि फिर्ता लिएर आउँछ बाख्रा खसी बाख्रा बेचेको जस्तै बेच्छौँ के छ कस्तोको चाहिँ मोल बढी लाउँदो रहेछ हामी कस्तो केटी मान्छेको अलिकति मोल ज्यादा लाउने रहेछ भर्खरको अथवा चाहिँ राम्रै होइन त्यो राम्री नराम्री भन्दा पनि भाषा जान्ने भने 1000 रुपियाँ अनि भाषा नजान्ने हामी जस्तो भर्खर गएको 750 त्यसरी रेट राख्दो रहेछ अनि
2-3 महिना गएर काम गरिसकेको अलि बढी त्यस नयाँ जाँदाखेरि 650 अरे एउटा घरमा काम गरेर फर्केर आएपछि 750 त्यसरी राख्दो रहेछ। ए भनेपछि अलिकति भाषा जान्नेलाई 1000 केडीसम्म बिक्री हुने। अनि पहिला कुवेत गएर फेरि गएकोहरूको 1500 त्यसरी लिन्छ रहेछ। 1500 केडीसम्म लिँदो रहेछ। को निमा नै जान्छ कि को? होइन श्रीलङ्केहरू जान्छ कि त्यो बेच्नलाई चाहिँ जुन अफिसमा लगिन्छ नि सबैजना अफिसको वरिपरि नै बस्छ अनि मान्छेलाई चाहिँ गाडीमा राख्छ निउराएर राख्छ। त्यो गाडीमा यसरी ठाडो परेर बस्न दिँदैन, झ्यालदेखि टाउको देखिनु भएन है, लुकाएर राख्छ गाडीमा अनि कि टोइलेटमा राख्छ। अनि उनीहरू किन्नु आउनेले चाहिँ कहाँ हेर्छ नि त? अफिसमा हेर्छ, फोटो खिचेर राख्छ, फोटो हेर्छ, फोटो हेरेर चित्त बुझ्यो भने यो मान्छे देखा भन्छ, मान्छे पनि हेर्छ अनि मान्छे हेरेर चित्त बुझ्यो भने अनि किनेर लगेर जान्छ। भनेपछि अफिसमा चाहिँ केटी मान्छेलाई यहाँ जति गएको केटीहरूलाई माल भन्छ हैन? माल भन्छ। 40 लाख 40-50 लाखको माल छ यहाँ भन्दै भन्छ। दिनकै मुख छोड्छ, बिहान उठ्ने बेलामा पनि मुख छोड्छ अनि जतिखेरै मुख छोड्छ कि त्यहाँ भएको मान्छेलाई। के लाग्यो त्यो नेपालीले एउटा नेपाली चेलीलाई कुटिरहँदाखेरि कस्तो महसुस हुन्छ? धेरै नराम्रो लाग्छ नि। नेपाली भएपछि त अरू त्यस्तो मान्छेले त बुझेन नेपालीले त कम्तीमा अरूले त्यस्तो नगर्दाखेरि नेपालीले त नगर्नु नि जस्तो लाग्छ। तर अरू देशको मान्छेले भन्दा बढी नेपालीले गर्छ। चित्तै नबुझ्ने कुरा होइन। कम्तीमा श्रीलङ्के यताउतिले हेला गर भने पनि ल ठिकै छ भन्ने मन ठान्ने बाटो हुन्छ। तर आफ्नै नेपाली दाजुभाइले नै होइन चेलीबेटीलाई कुटिन्छ होइन। कुट्ने भनेको नेपालीले कुट्ने भनेको निमाले मात्रै हो, फेरि अरूले चाहिँ कुट्दैन। निमाले चाहिँ कुटिहाल्छ निमाले चाहिँ लात्ताले पनि हाल्छ। अनि के छ उसले भनेको मान्नेलाई चाहिँ कुट्दैन कि के छ? त्यस्तै होला। अब कोहीलाई कुट्छ, कोहीलाई केही नभन्दाखेरि पनि कुट्छ। के छ उसले भनेको मुभ लाउनु आइज भन्दा मानेन भने कुट्छ कि के छ त्यसको? नै त्यस्तो त्यो मुभ लाउन आइज भनेर चाहिँ मलाई एक दिन मात्रै बोलाएको हो। त्यो दिदीलाई पनि त्यही मैले नलाइदिएपछि अर्को दिदीलाई बोलाएर लाउन लाग्यो। तर पिट्ने बेलामा चाहिँ त्यो मुभ लाउन आइज भनेर पिट्ने होइन, त्यत्तिकै पिट्छ कि त्यत्तिकै उसको मुड अनुसार त्यत्तिकै पिट्छ उसलाई। उसको चित्त बुझ्यो भने हाँसेर बोल्छ, चित्त बुझेन भने पिटिहाल्छ। ठिक छ, त्यहाँ मुभ लाउँदैछ, अब यता ल्याएर पट्टी लगाइदिनुपर्छ है। ठिकै छ, बोल्नु गाह्रो भएको छ, रिङबाट लागिरहेछ। ठिक छ, अब हामी यसलाई चाहिँ अन्त्यतिर लान्छौँ। अब के छ अन्त्यमा हामीले सोध्न छुट्याएका अथवा आफूले भन्नु मन परेको कुरा अथवा आफूलाई छुटे जस्तो लागेको कुरा के छ? राजु नेपाली दिदीलाई चाहिँ हजुरहरूले जति सक्दो छिटो उद्धार गरिदिनु, यो यही छ भने। अनि यो यस्तो मुभ लाउनु बोलाउने दलेहरूलाई कोही पनि छैन अरे त्यति। यो मुभ लाउने बोलाउने दलेहरूलाई कस्तो खालको कारबाही होस् जस्तो लाग्छ? जति सक्दो कडा कारबाही होस्। तिनीहरूलाई चाहिँ त्यो नेपालीहरूले जसरी नेपाली दिदीबहिनीलाई तडपाएर राखेको छ नि त्यहाँ त्योभन्दा पनि बेसी तडपिने कारबाही होस् तिनीहरूलाई। ठिक छ नानी, नानीलाई हामी एकदमै हाम्रो तर्फबाट राष्ट्रिय ट्रेड युनियन र विभिन्न मिडियाको तर्फबाट हजुरलाई चाहिँ सलाम गर्न चाहन्छौँ। हाम्रो तर्फबाट चाहिँ जसरी जो स्थितिमा छ आज चाहिँ म जस्तो चेलीहरू अरूलाई नबेचियोस् भनेर जुन आँट गर्नुभएको छ त्यो आँटको हामी कदर गर्न चाहन्छौँ र सलाम गर्न चाहन्छौँ। नानीको सुस्वास्थ्यको कामना पनि गर्न चाहन्छौँ। र आमा के छ भनाइ अन्त्यमा केही छ? मेरो छोरीलाई जति पीडा दिएछ, अब त्यो नेपालीले नै यस्तो गरेपछि तिनीहरूलाई चाहिँ राम्रोसँग कारबाही होस्। मेरो छोरीलाई जति पीडा दियो तिनीहरूलाई नै त्यस्तै पीडा होस्, त्यही भन्न चाहन्छु। के छ अब छोरीलाई कता हस्पिटल लानुहुन्छ? हस्पिटल लान्छु, चेक गर्छु। ठिक छ, नरुनी सामा छोरी आइसकेको छ।
केही साथ सपोर्ट केही सहयोग चाहियो भने फेरि पनि सम्झनु होला। हामी 24 घण्टा तत्पर रहनेछौँ होइन। चेलीहरूलाई जो हजुरको छोरीले जो आँट साहस देखाउनु भएको छ उहाँलाई सम्मान गर्दै हजुरहरूले उद्धार गरिदिनु भयो। मेरो छोरी सकुशल आइपुगी सकुशल त के भनौँ शरीर मात्रै लिएर आइपुगेका छन् होइन। मात्रै लिएर आएको छ त्यो पनि यस्तो उहाँको अवस्था देखेर चाहिँ हामीलाई नै आँसु आइराखेको छ होइन। तर पनि उहाँले जुन आँट देखाउनु भयो उहाँलाई हामी सम्मान गर्न चाहन्छौँ। हस् नानी केही साथ सपोर्ट कुनै पनि साथ सपोर्ट चाहियो भने भन्नु होला। हामी 12 बजे राति पनि आइपुग्छौँ है। हस् त धन्यवाद।